Spain is officially the new king of football. स्पेनले अर्जेन्टिनालाई एक्स्ट्रा टाइममा 1-0ले हराएर 2026 वर्ल्ड कप जितेको छ। टु बी अनेस्ट यो गेम सोचे जस्तो कडा कम्पिटेटिभ भएन। इट वाज कम्प्लिटली अ वान साइडेड गेम। स्पेनले 68% पोजिसनसँगै 20वटा सर्ट हान्यो जबकि अर्जेन्टिनाले एउटा पनि सर्ट सन गोल हान्न सकेन। फेरान टोरेसले 106 मिनेटमा गोल गरेर स्पेनलाई जित दिलाए। अर्जेन्टिनाका प्लेयरहरू एकदमै फ्रस्ट्रेटेड देखिए। एन्जो फर्नान्डेजले त रेड कार्ड समेत पनि पाए। यो हारपछि अब मेसीका हेटर्सहरू फेरि सल बनाउन थाल्छन्। तर लेट्स बी रियल, दिस इज अफिसियली द इन्ड अफ एन एरा। यो एउटा हारले मेसीको मेहनत र उनको लेगेसीलाई केही पनि फरक पार्दैन। हारजित त खेलको नियम हो, तर मलाई सबैभन्दा टचिङ लागेको कुरा चाहिँ अर्कै छ। आई फेल्ट भेरी ह्याप्पी वेन लमिन यामाल एन्ड मेसी मेट अन द पिच। फाइनल खेल सकिएपछि मैदानमा जब यामाल र मेसीले एकअर्कालाई अगारो हाले त्यो मोमेन्ट देख्दा मनै फुरुङ्ग भयो। इट्स लिटरली फेल्ट लाइक द ग्रेटेस्ट अफ अल टाइम पासिङ द टर्च टु द फ्युचर जेनेरेसन।